हो अनि यो नेपाली कागज चाहिँ रुखको बोक्राबाट बन्छ कि। अनि यो कागजलाई चाहिँ यसरी हामीले चाहिँ यसरी पट्याएर चट्ट मसिनो टुक्रा पारेर राख्यो भने धुप बाट्न पनि सजिलो हुन्छ। अनि यो धुप बाट्ने काम भनेको चाहिँ एउटा सिपमूलक काम हो। अब यसरी हामीले कागजलाई टुक्रा टुक्रा पार्ने ल हेर्नुहोस् है, यति यतिको सेप बनायो भने यति यत्रो ठिक्क हुन्छ। ल हेर्नु त, यसरी कागज काटेर यतिको कागज टुक्रा पारिसक्यौँ। अनि यसरी कागजलाई चाहिँ यसरी बिचमा यसरी चट्टा काट्ने अनि यस्तो हुन्छ क्या। अनि यसैमा हामीले धुप बाटिन्छ। अन्त जागिर खानु हुने महिला तथा पुरुष दाजुभाइ दिदीबहिनीहरू पनि घरमै बसेर फुर्सदमा यो धुप बाटेर पनि अब स्वरोजगार हुन सक्नुहुन्छ। यो चाहिँ एकदम इन्कम हुने सिप हो। ल है त साथीहरू, अब मैले चाहिँ धुप बाट्नको लागि कागज यसरी तयार पारेँ।